भुन्टीलाई फसाउन भुन्टीको सासु र नन्द लागे भूमिकाको बिहे गर्न जेठी भाउजूसँग अनुमति मागे। भुन्टीलाई घरबाट निकालेपछि घरमा शान्ति आउने, छोरीको बिहे भएपछि बालकुमारीलाई खुसी लाउने। सासु नन्द र जेठानी एकजुट भए भुन्टीलाई निकाल्न भनेर योजना बनाउन गए र भूमिकासँग जेठी भाउजू लपक्कै, नक्कली माया जता पनि छपक्कै। दर्शकवृन्द, भुन्टीको नयाँ एपिसोड लिएर आइसकेको छु। यो एपिसोडमा तपाईँले धेरै कुराहरू जानकारी पाउन सक्नुहुन्छ, त्यसैले सुरुबाट अन्तिमसम्म हेर्न नबिर्सनुहोला। भूमिका भने जेठी भाउजूसँग मिलेर गाउँ फर्किसकेकी छे। गाउँ फर्किसकेपछि आफ्नो आमालाई मैले त ठुलो प्रगति गरेर आएँ नि आमा, म जेठी भाउजूसँग मिलेर आएँ। जेठी भाउजूले चाहिँ के भन्नुभएको छ भन्दाखेरि म तपाईँको बिहे राम्रोसँग गरिदिन्छु, धुमधामले गरिदिन्छु, तर त्यसको लागि तपाईँले भुन्टीलाई निकाल्नको लागि मलाई सहयोग गर्न पर्छ। भुन्टीलाई हामीले पहिला यो घरबाट निकाल्न पर्छ, बल्ल मैले तपाईँको बिहे गरिदिन्छु, ढुक्क हुनुहोस् भनेर मलाई पठाउनु भयो नि आमा भनेर खुसीको खबर सुनाउँछु। त्यो कुरा सुनेर भुन्टीको सासू एकदम खुसी हुन्छ। निकाल्न त पहिल्यैदेखि लागेको हो, घरबाट निकाल्ने योजना त पहिलेबाट बनाएको हो, तर कहिले पनि सफल हुन सकिएको छैन। जहिले पनि त्यही सही हुन्छ, हामी गलत हुन्छौँ, त्यसलाई अब कसरी निकाल्ने होला भनेर भन्छन्। त्यो देखेर भूमिकाले होइन होइन, अब हामी त्यसलाई जसरी पनि निकाल्न पर्छ, अहिले दाइलाई सन्चो हुने बेलासम्म बस्छु भनेकी चाहिँ दाइलाई सन्चो भइसकेपछि त त्यसलाई दाइ आफैले घोक्रिएर घरबाट सधैँका लागि निकालिदिइहाल्नुहुन्छ नि भनेर भन्छे। त्यो भनिसकेपछि चाहिँ उसलाई भुन्टीको सासू पनि खुसी हुन्छ। अब चाहिँ भुन्टीको घर, अब हामी भुन्टीलाई घरबाट निकाल्छौँ। त्यसपछि भूमिकाको बिहे धुमधामले हुने भयो। अब हाम्रा सुखका दिन आउने भए, खुसीका दिन आउने भए। भूमिकालाई चाहिँ धनी घरको केटा, अस्ट्रेलिया गएको केटासँग बिहे गरिदिँदैछौँ। अब ऊ एकदम खुसी हुन्छ होला, अस्ट्रेलिया जान पाउने भए, त्यसपछि त म पनि अस्ट्रेलिया जान पाउँछु, अब हामीले सुन पैसा धन दिएर बिहा गरिदिन पाइयो भयो भनेर उनी एकदम धेरै खुसी हुन्छन् है। खुसी भइसकेपछि चाहिँ भूमिकाले र भूमिकाको सासूले, भूमिकाको आमाले भुन्टीलाई कसरी निकाल्ने होला भनेर योजना बनाउन थाल्छन्। उनीहरूले पहिला पनि योजना नबनाएका होइनन्, धेरै पटक उनीहरूले योजना बनाएका थिए कसरी भुन्टीलाई घरबाट निकाल्न सकिन्छ भनेर। भुन्टीको पेटमा भएको बच्चा समेत उनीहरूले लडाएर, भुन्टीलाई भर्याङबाट लडाएर मारिदिएका थिए। त्यसपछि भुन्टीलाई स्कुलमा पढ्न पनि नपठाउने, काम मात्र गराउने अथवा चरित्रमाथि औँला उठाउने, जे पायो त्यही भन्ने गरेर धेरै तनावहरू, धेरै टेन्सनहरू दिइरहेका थिए। पटक पटक जति कोसिस गर्दाखेरि पनि भुन्टीलाई निकाल्न सकेनन्। अब बिचमा भूमिका अर्कै केटासँग लागिसकेपछि चाहिँ भुन्टीले नै त्यो केटालाई फसाउन खोजेकी हो, मेरो छोरीलाई त्योसँग जोडेर भनेर भुन्टीकै हात छ भनेर पनि भुन्टीलाई फसाउन लागे। त्यतिखेर पनि भुन्टी गलत प्रमाणित भइन्। त्यसपछि उनीहरूले योजना बनाउँदै कसरी भुन्टीलाई चाहिँ यो घरबाट निकाल्न सकिन्छ भन्दै विभिन्न थरीका जाल बुन्दै, नाना थरी भन्दै, नाटक गर्दै धेरै प्रयासहरू गरे, तर उनीहरू कहिले पनि सफल भएनन्। किन भन्दा भुन्टीको ससुरा बुवाले भुन्टीलाई मात्रै सपोर्ट गर्नुहुन्थ्यो, साथ दिनुहुन्थ्यो, अथवा गलतलाई गलत, सहीलाई सही भन्नुहुन्थ्यो र उनीहरूले त्यो गर्न सकेनन्। अब भने फेरि उनीहरूले गर्नै पर्नेछ। अब भूमिका र भुन्टीको जेठानी र भुन्टीको सासु आमा मिलेर भुन्टीलाई घरबाट निकाल्नै पर्नेछ होइन। त्यही भएर चाहिँ उनीहरूले नयाँ योजनाहरू बनाउँदैछन्, कसरी निकाल्न सकिएला, के गर्न सकिएला। हाम्रो कुरा चाहिँ कसैले सुन्दैनन्, भुन्टीको कुरा मात्रै सबैले सुन्छन्। अब हामी के गर्न सकिएला त भनेर धेरै पटक भनिराख्छन्, सोचिराख्छन्। तपाईँहरूलाई के लाग्छ? भुन्टीलाई भूमिकाले, भूमिकाको जेठानीले, भूमिकाको आमाले घरबाट निकाल्न सक्छन् होला त? यदि गलत प्रमाणित भयो भने त सक्छन् होला, तर हरेक कुरामा भुन्टी गलत छैनन्, सही छन् भनेपछि उसलाई निकाल्न कसरी सकिन्छ होला? यो कुरा ठिक हो कि बेठिक हो? तपाईँले कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। बिचरा भुन्टी भने धेरै सङ्घर्षसँग जुधेर अगाडि बढिरहन्। उनले धेरै कुराहरू सहिन्। त्यसपछि उनलाई धेरै खालको अपमान गर्दाखेरि पनि उनले सहेर बसिन्, तर कतै पनि गलत प्रमाणित भएनन्। उनीहरूले आफ्नो पेटमा भएको बच्चै मारिदिँदाखेरि पनि उनले माफी दिइन्। भूपेन्द्रले त आमालाई भिडबाट खसाइदिन्छु भनेर हिँडेका थिए, हात खुट्टा नै भाँचिदिएका थिए, तर भुन्टीले त्यस्तो गर्नुहुन्न। उहाँले आफ्नो गल्ती महसुस गरिसक्नुभयो भनेपछि हामीले केही पनि गर्नु हुँदैन
होइन, तपाईँको आमा हो, तपाईँलाई जन्म दिने आमा हो, त मैले त बच्चा फेरि पाउन सक्छु होला, तपाईँले फेरि आमा त पाउनुहुन्न नि भनेर त्यतिसम्म भनेर आफ्नै सासु आमालाई त्यसरी बचाएकी थिइन्। त्यति बचाउँदाखेरि पनि भुन्टीलाई उसको सासु आमाले कहिले पनि साथ सहयोग सपोर्ट गर्नु भएन। किन होला बिचरा त्यस्तो गर्ने, कति गाह्रो हुन्छ होला यस्तो खालको पीडा सहेर बस्नुपर्दा। यही भएको छ भुन्टीको जिन्दगीमा। अब घर परिवारले त कहिले पनि सपोर्ट गर्दैनन्, साथ दिँदैनन्, त्यसमाथि आफ्नो श्रीमानले पनि साथ नदिइसकेपछि उनलाई कति गाह्रो भएको छ। उनको घर छ, धन सम्पत्ति सबै छ, तर उनको केही पनि होइन, श्रीमान पनि आफ्नो होइनन् र परिवार पनि आफ्नो होइनन्। कति तनाव भइरहेको छ उनलाई बिचरा, कति गाह्रो भइरहेको छ, कति छटपटी भइरहेको छ, सही नसक्नु भइरहेको छ र पनि उनी त्यहाँ बसेकी छिन्, सहेर बसेकी छिन्। उनलाई अप्ठ्यारो परेको छ, उनलाई छटपटी भएको छ, गाह्रो भएको छ। एउटा निर्दोष मान्छेमाथि कति धेरै मान्छेहरू लाग्छन् होला, कति धेरै तनाव दिन्छन् होला, कति धेरै दुःख दिन्छन् होला। यो कुरा हामीले शब्दमा व्यक्त गर्न सकिँदैन, जुन भोगाइ भुन्टीले भोगिरहनु परेको छ। तपाईँहरूले चाहिँ भुन्टीको भोगाइ कस्तो लाग्छ, भुन्टीको जिन्दगी जीवनी कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सनु होला। यदि तपाईँहरू पनि उसको ठाउँमा भएको भए यस्तै खालका अन्यायहरू सहन सक्नुहुन्थ्यो कि सक्नु हुँदैन थियो, त्यो पनि कमेन्ट गर्न नबिर्सनु होला है। जति पटक गल्ती गरे पनि अरूले जे भने पनि उनले सहेर बसेकी छिन्, गाह्रो नमानिकन मेरो जिम्मेवारी हो भनेर बसेकी छिन्। तर कसैले त एउटा मात्रै तनाव चोट पर्यो भने पनि सहन सक्दैनन्, उनीहरूलाई एकदम धेरै गाह्रो हुन्छ, छटपटी हुन्छ, तनाव हुन्छ होइन त। हेर्नुहोस् न भुन्टीले फेरि कति धेरै कुराहरू सहेर बसिरहेकी छिन्, त्यही घरमा बसिरहेकी छिन्। उनलाई एकदम धेरै गाह्रो भएको छ, सबैको हेपाइ, सबैले दिने तनाव पीडा चोट सहेर बसिरहेकी छिन्। एउटा उनको जिन्दगी नै पुरै अचानो जस्तो भइसकेको छ। यस्तो सहन त सकिँदैन होला, अरू मान्छेहरूले त सक्दैन थियो होला, कि मर्थे उनीहरू कि घर छोडेर जान्थे। तर भुन्टी भने अझै त्यहीँ छिन्, अझै सङ्घर्ष गर्दैछिन्, अझै लड्दैछिन्, त्यही घरमा बस्छु, काम गर्छु, आफ्नो जिम्मेवारी पुरा गर्छु भनेर लागिरहेकी छिन्। अब यसरी बसिराख्नु, आफूलाई कसैले पनि महत्त्व दिँदैन भने त्यो घरमा बसिराख्नु ठिक हो कि होइन होला। तपाईँहरूलाई के लाग्छ, भुन्टी त्यो घर छोडेर जानुपर्छ कि त्यही घरमा हुनुपर्छ कि के भए ठिक हुन्छ जस्तो लाग्छ तपाईँहरूलाई? आफ्नो विचार कमेन्ट गर्न नबिर्सनु होला। हाम्रो धेरै भिडियोहरू तपाईँले हेर्दै आउनु भएको छ यो बारेमा। हाम्रो अन्य भिडियोहरू हेर्नको लागि तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर तपाईँले कमेन्ट गर्नु होला, आफ्नो विचारहरू व्यक्त गर्नुको लागि कमेन्टमा लेख्नुपर्ने हुन्छ। त्यस्तै गरेर हाम्रो भिडियो सेयर गर्नुभयो भने पनि हामी धेरै खुसी हुन्छौँ। लाइक कमेन्ट सेयर सब्सक्राइब र आफ्नो विचार के छ लेख्न नबिर्सनु होला। अर्को भिडियोमा हामी फेरि भेट्नेछौँ। त्यतिखेरसम्मको लागि, अहिलेसम्म सुनिदिनु भयो त्यसको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद है त।